हेलो नमस्ते सबैजनालाई मेरो नयाँ भ्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। आज चाहिँ मेरो बर्थडे हो। म चाहिँ भर्खर कामबाट आउँदैछु नाइट ड्युटी गरेर र म चाहिँ घर नजिक पुग्न लागिसकेँ, किनकि आज चाहिँ हामी फेरि मन्जु र म बाहिर घुम्न जाँदैछौँ, बात जाँदैछौँ। त्यसो मैले चाहिँ भ्लग सुरु गरिआएँ बाटैबाट, किनकि टाइम वेस्ट छैन हामीसँग। मेरो टिकट चाहिँ 11:30 बजीबाटको छ, 11:30 को बस टिकट छ। तर हामी चाहिँ यहाँबाट निस्किनुपर्छ नि त, त्यहाँ गएपछि फेरि म नुहाइधुवाइ गर्नुपर्छ अनि टाइम हुँदैन भनेर मैले यहीँबाट भ्लग सुरु गरेँ। म घर जान्छु, मैले घर रेडी हुन्छु, मन्जुलाई मैले भनिसकेँ रेडी भएर बस्छ सामानहरू प्याक गरेर भनेर। त्यहाँ घर गएपछि चाहिँ म नजिक आइपुगिसकेँ, म नि रेडी हुन्छु र अनि हामी निस्किन्छौँ। एकछिनपछि के खाएर निस्किहाल्छौँ अनि पुगिन्छ अनि भिडियो गर्छु। ओके सी यू गाइस। म फेरि अहिले रेडी भएपछि फेरि भिडियो बनाउँछु। ल हामी चाहिँ अब रेडी भइसक्यौँ, नेपालको टी सर्ट लाएर जर्सी लगाएर दुईजनाले म्याचिङ ड्रेस बनाएर टी सर्टहरू। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। अहिले चाहिँ 10 बज्न आँटिसक्यो अनि हाम्रो टिकट चाहिँ 11:30 को छ अनि टर्मिनल 2-3 जानुपर्छ। यहाँबाट लगभग हामीलाई 45 मिनट जति लाग्छ अनि त्यसपछि त्यहाँबाट चाहिँ अर्को बसको टिकट छ अनि निस्किन्छौँ हामी। ओके सी यू गाइज। हामी चाहिँ अहिले हिथ्रो टर्मिनल 2-3 अनि अर्को के भन्छ बस सेन्ट्रल बस स्टपमा आइपुग्यौँ। हाम्रो चाहिँ यहाँ बस लाग्छ, यहाँ चाहिँ बस स्टप छ। हाम्रो चाहिँ अझै 30 मिनट जस्तो लेट छ, बाँकी छ बस आउनलाई। तर हाम्रो यही कम्पनीको गाडी हो, फ्लेक्सको। टनाटन छ नि, हामी जान्छौँ। मन्जु यहाँ बस्छ, त्यसकै आयो, फ्लेक्सकै आयो। मजा आउँदो रहेछ यहाँ बसेर बसमा चढेको उठेको गर्दै आउने। तिनीहरू यो बाहिरबाट कहाँबाट आएको के टर्मिनल गेटवेक र पुगेपछि सकिन्छ यो। हामी अस्ति चाहिँ झरेको त यस्तै छ, टिका सिका लगाएर बर्थडे मनाउँदै जाँदैछौँ हामी। जाँदैछु टाढा हो जाँदैछौँ, जाँदैछु टाढा धेरै टाढा। चिसो हो यतिको त ठिकै, यतिको भयो भने बल्ल मजा हुन्छ। गर्मीमा त गर्मी हुन्छ। उहाँ त हिँड्ने हिँड्नेसित लाउनु पर्दैन नि त। तर हामी बेलुकी सबै घुम्नु ज्याकेट चाहिन्छ क्या। गाइस अहिले हाम्रो बस आइसक्यो, हामी भन्छ हाम्रो चाहिँ बस आयो गाइस। हामी चाहिँ बसमा बस्यौँ भर्खरै, अब 2-3 मिनटपछि यो बस जाँदैछ। हिँड्छ, यहाँ पुगिन्छ 2 घन्टामा बाद पुगिन्छ। सारा रात लगाएर मन्जुको ड्रिम ठाउँ। तिमीलाई होइन बात एकदम जानु मन लाग्यो। हजुरले त हो सुरुमा भने, मैले भने होइन, कसले भन्थ्यो हामीलाई, कसले भनेको सुरु होइन हो। त्योभन्दा पहिला नि हामीले के गर्दाखेरि हेरेको थियौँ कि This is the FlixBus service from Heathrow Airport to Bath, stopping at Chippenham Town Centre, Chippenham Seaton Park South, Caution and Bath. For those of you joining us at this stop, it is a legal requirement that you wear your seatbelts. Please put them on before the coach departs. There are toilet facilities on board available for use. Please keep them clean after use. There is Wi-Fi on board. To connect, just open your network settings, select FlixBus and you will be presented with a login page. You will also find charging points around your seat that can be used throughout the journey. Okay guys, see you. The emergency exits are located at the front, where you boarded, or on the right-hand side, down the stairs. Okay, hari ini mai guys, see you bye. सानो स्वरमा बोलेको म, किनकि यहाँ मान्छेहरू नमेरै भएर। गाइज हामी चाहिँ अब अहिले चाहिँ बाथ आइपुग्यौँ।
ठ्याक्क बसमा चाहिँ मस्त निदाइयो ल्याङ्गिङ लाएर त्यही भएर यस्तो राम्रै चाहिँ आएर उता त्यहाँ भिडियो गर्न पाइएन ठ्याक्क हामी बसबाट झऱ्यौँ अब चाहिँ होटलतिर जाँदैछौँ हामी त्यसपछि होटल गएर चेक इन गरेर निकाल्नु पर्छ यस्तो छ यता बजार किङ्सडम अफ स्विट्स स्विट्सको पसल भन्ने पर्छ मार्केट सरी के छ अब हामी गएर निस्किन्छौँ फेरि के गाइज फाइनली गाइज हामी चाहिँ हाम्रो यहाँ होटलमा आइसक्यौँ रुममा बसिरहेछौँ एकछिन अब हामी चाहिँ निस्किने हो घुम्नको लागि होटलमा चाहिँ यस्तो छ होटलको रुम गाडी त आइरहेको छ नि त्यस्तो गाडीमा हिँड्ने बाहिरको भ्यू यस्तो छ हाम्रो कुटुक 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 परेको त्यस्तो छ मन्जु यहाँ चाहिँ भ्यू अवलोकन गर्दैछौँ मन्जु दुईतले होइन त्यो घुम्ने गाडी हो भने टुरिस्ट गाडी चाहिँ यस्तो छ एभ्रिथिङ इज यहाँ सबै चाहिँ अब निस्किन्छौँ यहाँबाट गाइस सी यू हामी चाहिँ बाघको यता सिटी सेन्टरतिर जाँदैछौँ घुम्दै घुम्दै त्यस्तो छ यहाँ देखिँदैन क्या पुरै टल्किँदो रहेछ मान्छे चाहिँ पछाडि पछाडि छ Sorry, not in service. Saita. Here is there. Back town center. टाउन सेन्टर त त्यतै हो क्या टाउन सेन्टर त्यतै हो म त यता केही छ कि भनेर आएको नरहेछ खास चाहिँ रिटर्न ब्याक यस्तै छ तल हिँड्दा नि मिल्दो रहेछ मिल्न त तल हिँड्दा नि मिल्छ नि त कहाँबाट तिनीहरू छ गार्डन पनि रहेछ यहाँ त्यही त जाने भनेको ए पहिला खाने पो भनेको छ ओके खाने यस्तो मान्छेहरू बसिरहेको हामी चाहिँ अहिले बाथको ठ्याक्क बिचमा सिटी सेन्टरको बिचमा आइपुगेका छौँ
सब यस्तो बजारहरू छ, मार्केटहरू पुरा। हामी चाहिँ खाजा खानको लागि खोज्दै आएको। हाम्रो चाहिँ जहिले नि लास्ट अप्सन भनेको म्याकडोनल्ड्सै हुन्छ क्या फेरि। यस्तै हुन्छ हाम्रो चाहिँ। सब छ यहाँ चाहिँ, एडी सबै छ। मान्छेहरू पनि पुरा भिडभाड छ यहाँ। यहाँ खाजा खाएर अनि पल्ल हामी घुम्न हिँड्छौँ निस्केर। सब घुम्ने ठाउँहरू पनि नजिकै छ छन त। ठिक छ। ओके गाइस, यो चाइनिज हुनुपर्छ कि नुडल्स भन्दा नि। यो हो यहाँ। यहाँ हिँड्नु पर्दो रहेछ ल। गाइस हामी चाहिँ अब यो के अरे अबे वुड हो कि के भन्ने ठाउँमा आइसक्यौँ। यस्तो राम्रो छ यो म्युजियम। यहाँ जान्छौँ हामी भित्र। खाजा चाहिँ खायौँ हामीले। के रहेछ यसको लजिक चाहिँ? के जाने? ऊ त्यता कहाँ भित्र उतैबाट जाने हो? त्यता होइन रहेछ, उताबाट कताबाट रहेछ क्या। पहिला हात त फोटो खिचौँ न एउटा। ए यस्तो राम्रो छ त्यो पछाडि। यहाँ बस्छ त। यो चाहिँ टाउन छ त, यस्तै छ। आऊ यता जाऊँ। उता हो हामी खास जानुपर्ने। ऊ त्यता पहिला हेरेँ यहाँबाट। होइन यहाँ तातो थिएन भने। त्यो घरहरू चाहिँ कहाँ रहेछ क्या? माउन्टेन वेयर हाउस रहेछ। अस्ति नै मेरो वेयर हाउस लिएको त हो नि। मेरो ज्याकेट लिएको जस्तैमा त हो। एक्सप्लोर गर्दैछौँ हामी बाथको सिटी सेन्टरलाई। यता जाने कि यता जाने? यता त अहिले गइन्छ नि त घर जाँदा। यता छेर्दैमा त केही छ कि? फाइनली हामी चाहिँ यो ठाउँमा आइसक्यौँ। तर हामी खोजिरहेको होइन, यत्तिकै आउँदा हिँड्दा हामी ट्याक्कै यहाँ आइपुग्यौँ। खोजेकै ठाउँ जस्तै बसिरहेको। यहाँ चाहिँ ठुलो चौर रहेछ शीतलमा। बच्चाहरू खेलिराख्ने मजा छ।
नेपालको ड्रेस लगाएर पुरा ICC वर्ल्ड कप इन बात सबले हामीलाई नेपाली भनेर चिनिसक्यो होला नि हो कहाँ जाने हामी अब फर्किँदै जाने होला होइन जता जता भेटिन्छ त्यता त्यतै घुम्दै हिँड्ने हामी चाहिँ अहिले खोलाको किनारतिर आइपुग्यौँ किनार हिँडिरहेको छौँ यहाँ चाहिँ बोटहरूमा पुरा रेस्टुरेन्ट सब छ चलिरहेको छ हामी चाहिँ हिँड्दैछौँ यति चाहिँ सिटी छ यहाँ चाहिँ खोला चाहिँ चराहरू पुरा रमाइलो गरे हाँसहरू पनि कन्ट्री छ यस साइडमा छ रमाइलो छ यहाँ हामी मजाले हिँडिरहेको छौँ छेउछेउमा ट्रेन त साउथ वेस्ट जस्तो लाग्यो यार मलाई त साउथ वेस्ट के यताबाट कता जान्छ होला नि त बस्ने फेरि यहाँ माथि बसौँ ल भनेको कि अब त हामी गरेको पुल तरेको आइहाल्नु त यस्तो लाग्यो मलाई यस्तो यहाँभित्र पुरा बस्छन् कि मान्छेहरू के गाइज यो त घाँस हुन्छ कि चिन्दिनँ म त राम्रो देखिरहेछ ट्रेन जाँदाखेरि चाहिँ साह्रो Trying to make some sense of it all. I can see it makes no sense at all. Is it cool if I sleep on the floor? Cause I don't think I can take anymore. Cologne says all to me, J.O. Cause the right here I am stuck in the middle with you. Come on. कान्छे यता जाने हामी माथि
हेलो गुड मर्निङ सबैजनालाई। हामी चाहिँ भर्खरै उठ्यौँ। हाम्रो चाहिँ आज बाथमा दोस्रो दिन। हामी चाहिँ भर्खरै उठेर फ्रेस भयौँ, रेडी पनि भइसक्यौँ। अब चाहिँ हामी यहाँबाट निस्किनुपर्छ। यहाँबाट निस्केर हामी एक ठाउँमा जान्छौँ घुम्नलाई। त्यसपछि आज चाहिँ हामी फेरि फर्किने पनि हो नि त। बेलुका 4 बजेतिर, 4:30 बजे हाम्रो टिकट छ। अहिले चाहिँ बिहानको लगभग 9 बज्न लाग्यो। अब रेडी भयौँ। मन्जु पनि यहाँ रेडी भएर बसिरहेको सेटल आएर अब निस्किने हो। हामी यहाँबाट चेकआउट गरेर निस्किन्छौँ ब्याग चाहिँ यहीँ राखेर। त्यसपछि अहिले आएर ब्यागहरू लिएर जान्छौँ। एउटा चाहिँ राम्रो ठाउँ छ, पार्ल्स के भन्ने एउटा ठाउँ रहेछ। त्यो चाहिँ एकदम राम्रो रहेछ यहाँ बाथमा। त्यहाँ चाहिँ जाँदैछौँ। यो चाहिँ म भिडियो दुइटै हिजो र आजको सब एकै ठाउँमा मिक्स गरेर हाल्छु नि त, त्यही भएर त्यस्तै छ। म चाहिँ रेडी भएँ, जुत्ता सुत्ता लगाइसक्यो, चस्मा लगाएर रेडी भइसक्यो। यो चाहिँ हाम्रो होटेल रुम हो। यस्तो छ। अब जाँदैछौँ। अब जाने होइन त मन्जु? जाने ल गाइज। अब हामी यहाँबाट निस्केपछि चाहिँ वहाँ गएर फेरि भिडियो बनाउँछ। यस्तो राम्रो भ्यू देखाएको छ अहिले टिकटक सिकटकमा हेर्दाखेरि चाहिँ त्यहाँको। अब वहाँ गएपछि चाहिँ कस्तो हुन्छ रियालिटीमा हेर्नुपर्छ। ल राम्रै भयो, राम्रै बस्यौँ हामी। मस्त सुत्यौँ किनकि म नाइट ड्युटी गरेर आएको थिएँ नि त, त्यहाँ बस सुत्यो। ओके गाइस, सी यू। हामी चाहिँ अहिले यहाँ ब्रेकफास्ट गर्न लाग्यौँ। त्यहाँबाट ब्रेकफास्ट गरेको थिएनौँ, के भयो चिया कफी त त्यही बनाएर खाएको थियौँ। त्यही भएर फेरि भानमा जाने खाउँ अनि भोक लाग्छ भनेर ब्रेकफास्ट गर्दै कफी एन्ड टोस्ट हाम्रो ब्रेकफास्ट। सो गाइस, हामी चाहिँ एउटा प्रियर पार्क होइन, प्रियर पार्क भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ उसहरूमा टिकटकहरूमा देख्दा चाहिँ खुब राम्रो थियो क्या, मस्तको। त्यही भएर हिँड्दै हामी तलबाट बाथ सिटी सेन्टर हाम्रो होटेलबाट लगभग 30 मिनट जति हिँड्यौँ। उकालो रहेछ, मस्त थाकिने गरेर हिँडेर आइसक्यौँ। यहाँ चाहिँ हामी जाँदैछौँ। टिकट लाग्दो रहेछ यहाँ चाहिँ, 2 जनाको 22 पाउन्ड टिकट सिकेट लिइसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ हेर्न। मन्जु हेर्दैछौँ पानीको बोतल लिएर हामी जाँदैछौँ। यहाँ अगाडि वन जङ्गल जस्तो छ, तल चाहिँ कता राम्रो भ्यू छ क्या, त्यही भएर अब हिँड्दैछौँ। भर्खरै स्टार्ट हो यहाँबाट। अहिले म चाहिँ तल गएपछि भ्यू देखाउँछु तपाईँहरूलाई। ओके गाइज, तल चाहिँ यस्तो भ्यू छ क्या, तल यस्तो भ्यू छ। यो चाहिँ यसको रहेछ, यस्तो छ। पछाडि वन जङ्गलकै यो बाटो जाने हामी चाहिँ। यो बाटो पनि जानुपर्छ हामी चाहिँ। हेर्नुहोस् अब यस्तो भिडियो हुन्छ, म देखाउँछु तपाईँहरूलाई। नलिँदा रहेछ यहाँ यस्तो। उहाँ चाहिँ पुल छ, त्यो पुलमा जाने हामी अहिले। पुरा बाथै देखिँदो रहेछ यहाँबाट त, यस्तो राम्रो देखिन्छ। ल हेर्नुहोस् गाइज, मेरो बुढोलाई एक्साइटेड भएर अगाडि टुनु हिँड्दै हुनुहुन्छ। Finally, we are here now. Wow. Oh my God. Ooh. Oh my. You are very far. Oh
My God. त्यो केटीलाई दुईजनाको फोटो खिच्दिन भनौँ न जाम यो चाहिँ ल्यान्डस्केप ब्रिज यस्तो छ। हामी अब यहाँ बस्ने यहाँबाट हेर्दा झन् राम्रो देखिँदो रहेछ यसरी बसेर। गाइज यो चाहिँ मेन भ्यू है यहाँबाट फुल प्रायर पार्कको फुल भ्यू भनेको यो हो। भ्यू चाहिँ ब्रिज हो पुरा यहाँ चाहिँ पोन छ पुरा राम्रो तर एकदम मजा छ यहाँ। एकजना फोटो खिच्ने र भिडियो गर्ने मान्छे चाहिँ ल्याउनु पर्दो रहेछ कपालमा आयो भने। एक्ला दुईजना मात्रै आयो भने भिडियो सिङ्गल बाइक केही छैन गाह्रो छ। अब हामी चाहिँ जान लाग्यो यहाँबाट। यस्तो छ माथिको भ्यू त रमाइलो छ टाइम स्पेन्ड गर्नलाई। ओर्तिड छ यहाँ हिँडेर आउँदा यताउता गर्दा। त्यही भएर तपाईँहरू पनि बाथ आउनुहुन्छ भने यो ठाउँलाई चाहिँ मिस नगर्नु होला भन्न चाहन्छु म। छिटो छिटो सोहोरमा होइन तर 2-3 जना भएर आउनु होला 4-5 जना भएर रमाइलो छ। के अब चाहिँ हामी निस्किने हो यहाँबाट। निस्केर टाउनतिर जान्छौँ फेरि। हाम्रो ब्यागेज चाहिँ लगेज चाहिँ होटलमै छ नि त त्यहाँबाट निकाल्ने अनि त्यसपछि चल्ने बजारतिर। सी यू गाइज। गाइज बाथ सिटी फुल देखेछ यहाँबाट होइन पुरा यस्तो राम्रो। हामी चाहिँ अघि पार्कबाट यता 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 झर्दै झर्दै आएको होटेलतिर जानलाई। यहाँ चाहिँ यस्तो राम्रो रहेछ क्या पुरा भ्यू जता हेऱ्यो त्यति राम्रो छ यहाँ। मजा छ मजा। घरहरू पनि पुरा पुरानो पुरानो जस्तो क्या सब कोही चेन्ज छैन क्या पहिलाकै होला क्या बनाएको सबै। यस्तो सानो सानो त पारीसम्म सब देखेछ नि त यहाँ यस्तो राम्रो। यस्तो छ यहाँ पुरा ग्रिनरी जग्गा यता यता मन्जु हेरेको हेरे भइछ नि। मोहनी लाग्दो सहर रहेछ बात जता हेऱ्यो त्यतै राम्रो छ गाइस। ए तर हामी उसमा नि गएनौँ नि होइन लाइब्रेरी के त्यो हिजो देखेको थियौँ नि त्यो भित्र जाने भनेको। अहिले जाँदाखेरि गयो भने छिराउँला तर लगेज लगेज लिएर त्यति हुन्छ क्या हुन त लिएर गएको थियो तिनीहरूले छैन त्यो त जाने बाटोमै हो। पहाड म्याप हेर्नुपर्छ हौ एकछिन। अहिले फेरि कहाँबाट कहाँ पुगेला जहाँ पुग्यो भने तलै पुगिन्छ नि सेन्टरमा। अब टुङ्गो छैन बाटोमा हिँड्यो भने गाडी आयो होइन यही बाटो हो बाटै छैन त नि ए उता रहेछ पेडिस्ट्रियन्सको जहिले हामी बिर्स उतैले छिर्ने ठाउँ रहेछ। घरहरू चाहिँ पुरा बनाउँदै तिनीहरूको यस्तो पुरानो घर नि होला क्या सबैको बनाउनु परिरहेको। रिनोभेसन चलेको छ सबैमा सबैतिर। बिहान त 2 लिटर पानी सक्यो हामीले दुईजनाले 1-1 लिटर। हामी चाहिँ अहिले सिडनी गार्डन भन्ने ठाउँमा आयौँ बाथको। यहाँ चाहिँ पुरा गार्डन रहेछ बच्चाहरू खेलाउनेवाला। बच्चाहरू खेल्ने पुरा अवसर छ। यता पिङहरू रहेछ यता सबै बच्चाहरू खेलिरहेको।
हामी एकछिन अब यहीँ बस्छौँ डुल्छौँ अनि जानु पर्ला अझै माथि यहाँ हर्बन म्युजियम के भन्ने रहेछ अब त्यहाँ पनि हेर्छौँ के छ कसो छ कति बेला जानु मिल्ने आउनु मिल्छ त्यसपछि अलि बल्ल घुम्न मिल्छ है मन पनि थाकिन्छ यहाँ बसिन् म पनि थाकेँ भोक पनि लागिसक्यो अब चाहिँ हामीलाई त्यहाँ के रहेछ पार्कभित्र हो त्यहाँ के छ के देखाएको लोकेसन हेर्नु बच्चाहरू पुरा घुमिरहने हामी चाहिँ खाजासाजा खाएर अहिले चाहिँ एउटा यहाँ पार्क मेन सिटीमा भएको यही पार्क पाएको छौँ किनकि अब हाम्रो घुम्ने ठाउँ सक्यो अब घर जानुपर्ने हो तर अहिले टिकट अलि ढिलो छ नि त हाम्रो त्यही भएर हामी यहाँ छौँ के कता गयो यहाँ साप छिक्क्या छौँ अब यहीँ बस्छौँ हामी 10-15-20 मिनट आधा घन्टा जति त्यसपछि जानु पऱ्यो मन्जु चाहिँ अब हाटमा पुरा रेडी भइसक्यो यस्तो छ गाइजहरू यस्तो देखिन्छ यहाँ यो चाहिँ भ्यू हो यहाँ मेन हाम्रो छ गाडी जब चाहिँ हामी यहाँबाट निस्किन लाग्यौँ बाटोबाट गाडी चलिसक्यो राम्रो चाहिँ बाटोको यात्रा चाहिँ राम्रो भयो रमाइलो घुमिसक्यौँ मजाले तर हाम्रो लास्टमा चाहिँ लास्ट सिटमा जाँदाखेरि यस्तै छ रमाइलो भयो चार्ज पनि छैन र यो भिडियो चाहिँ म अब छिटै हाल्छु तपाईँहरूले हेरेर प्रतिक्रिया दिनुहुन विनम्र अनुरोध गर्दछु र नयाँ हुनुहुन्छ भने कसैले देख्नुभयो भने लाइक सब्सक्राइब कमेन्ट समेत यसो हालिदिनु होला मेरो भिडियोलाई मन पराइदिनु होला भन्न चाहन्छु हस् त धन्यवाद सी यू बाई 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 भन्छु थ्याङ्क यू फर वाचिङ